चर्चित पत्रकार भोजराज थापा गीत गाउनमा कन्या केटा पाए बहिनी रेखालाई कन्यादान गर्छु भन्दै गरे यस्तो रमाइलो। चर्चित समाजसेवी पत्रकार भोजराज थापाको अन्तर्वार्ता पछि रातारात भाइरल भएकी चर्चित गायिका रेखा पोखरेल, भोजराज थापा, रोशन सिंह, सन्दीप नेउपाने लगायतको उनको टिम यति बेला चर्चित कार्यक्रम इन्द्रेणीमा पुगेका छन्। इन्द्रेणीमा पुगेर रेखा पोखरेल र सन्दीप नेउपाने, रोशन सिंह र भोजराज थापा लगायत टिमले दोहोरी गाएर अत्यन्तै रमाइलो गरेका छन्। सन्दीप र रेखाको दोहोरीमा सन्दीपले भनेका छन्, बर्खा लाउँदा हुन्छ धान खेतीको, आँटा कालु पाकी छौ यतिको। त्यसपछि रेखाले भन्छन्, कुरा सुन्दा मर्नै लागे लाजैले, उता सोधा के भन्छन् दाजैले भनेर भोजराज थापालाई देखाउँछिन्। त्यसपछि भोजराज थापाले भन्छन्, खुट्टा धुन्न पानी नि पिन्न म, विवाहितलाई बहिनी दिन्न म भन्दै अत्यन्तै रमाइलो दोहोरी प्रस्तुत गरेका छन्। भोजराज थापा पत्रकार मात्रै नभएर उनले दोहोरी पनि गाउँछन् भन्ने प्रमाणित गरेका छन्। पछिल्ला दिनहरूमा रेखा पोखरेलले अत्यन्तै छोटो समयमा धेरैभन्दा धेरै गीत रेकर्ड गर्ने गायिका अन्तर्गत पर्दछिन्। उनले एक हप्तामा 28 भन्दा बढी एल्बमहरू रेकर्ड गरिसकेकी छन्। साथै उनी यति बेला मोडलिङमा समेत कदम चालेकी छन्। उनले आफूले गाएका गीतहरूमा अभिनय समेत गरेकी छन्। दर्शकबिन, तपाईहरूलाई रेखा पोखरेलको गीत र उनको अभिनय कस्तो लाग्छ? कृपया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन भने नभुल्नुहोला। साथै यस्तै रमाइला भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब गरिदिनुहोला। हस्त, धन्यवाद, नमस्कार।